साथीहरू यो भिडियो हेर्नुहोस् त यो दिदीले के भनिहन् ल सुरु गर्नु ल बालनको बारेमा बालनको बारेमा बालनले जित्यो भने झापामा झापामा कान काटेर म टिचिङ हस्पिटलमा गएर टाका लाउँछु। साँच्चै हो नि साँच्चै हो। हेर दिदी दिदी भनौँ कि आन्टी भनौँ कि के भनौँ ल होइन जेसुकै यदि बालनजी हार्नुभयो भने कान काटेर फाल्छु भन्नुभएको छ यो सोसल आम जनताको सामने। यदि केपी ओली हारो र बालनजीले जित्नुभयो भने जसरी तपाईँले अहिले सोसल मिडियामा आएर कान काटेर फाल्छु यान त्यान भन्नुभएको छ नि हो बालनले जित्नुभयो भने तपाईँले कान काटेर फालेको यो सोसल मिडियामा भिडियो चाहियो हामीलाई नभए फेरि हामीले के गर्न सक्छौँ त्यो तपाईँलाई राम्रोसँग थाहा होला। एउटा यो सोसल मिडिया हो आफू भाइरल हुनको लागि अनावश्यक केही नभन्नु भन्नुभन्दा पहिला 1000 चोटि सोच्नुहोस् बुझ्नुभयो। के भन्न चाहनुहुन्छ यो दिदीलाई आन्टीलाई साथीहरू कमेन्ट गर्नुहोस्।